सोच्नुस् त, समुद्र पारी व्यापार गर्दा कहिले नदेखेको नभेटेको मान्छेलाई कसरी विश्वास गर्ने? यहीँनेर आउँछ लेटर अफ क्रेडिटको भूमिका। आज हामी यही लेटर अफ क्रेडिट, जसलाई प्रतीत पत्र पनि भनिन्छ, यो के हो र कसरी काम गर्छ भनेर गहिराईमा बुझ्नेछौँ। ल, सुरुवात गरौँ अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा ठूलो समस्याबाट। त्यो हो विश्वासको कमी। क्रेता र विक्रेता एकअर्कालाई चिन्दैनन्, भेट्दैनन्, अनि भरोसा गर्ने आधार के? एउटा उदाहरणले यो कुरालाई अझै छर्लङ्ग पार्छ। मानिलिनुस्, लन्डनको एकजना विक्रेता छ जसले दिल्लीको क्रेतालाई सुटको कपडा बेच्नु छ। अब यहाँ एउटा ठूलो प्रश्न खडा हुन्छ, पैसा पहिले कसले तिर्ने? अब हेर्नुहोस् है, यहाँ कस्तो अवस्था बन्छ। विक्रेता भन्छ, पहिले पैसा दिनुस् अनि मात्र सामान पठाउँछु। उता क्रेताको पनि आफ्नै अडान छ, होइन, पहिला सामान पठाउनुस् त्यसपछि पैसा आउँछ। दुवैजना आफ्नो ठाउँमा सही छन् हैन त? तर यही अडानले त व्यापारलाई सुरु हुनुभन्दा अगाडि नै रोकिदिन्छ। त्यसो भए यो गाँठो फुकाउने कसरी? यसको समाधान हो एउटा यस्तो तेस्रो पक्ष जो भरपर्दो होस्, जसमा क्रेता र विक्रेता दुवैले आँखा चिम्लेर विश्वास गर्न सकुन्, र त्यो शक्तिशाली मध्यस्थकर्ता हो ब्याङ्क। अनि ब्याङ्कले जारी गर्छ लेटर अफ क्रेडिट वा प्रतीत पत्र। यो खासमा क्रेताको तर्फबाट ब्याङ्कले विक्रेतालाई दिने एउटा ग्यारेन्टी हो। ब्याङ्कले सिधै भन्छ, हेर्नुस्, तपाईँले सामान पठाएको प्रमाणस्वरूप यी कागजातहरू हामीलाई दिनुभयो भने पैसा तपाईँले पाउनुहुन्छ। क्रेताले दियोस् नदियोस् म दिन्छु। हो, यही प्रतिज्ञाले त्यो विश्वासको खाडल पुर्दिन्छ। यो जुन प्रणाली छ नि, यो कुनै आजको आविष्कार होइन। यसको जरा त 13औं शताब्दीको भेनिससम्म पुग्छ। सन् 1933 मा आएर यसलाई व्यवस्थित गर्न पहिलो अन्तर्राष्ट्रिय नियम युसिपी बन्यो। र आजको दिनमा त लगभग 95% अन्तर्राष्ट्रिय कारोबार यही प्रतीत पत्रको भरमा चल्छ। सोच्नुस् त, कति महत्त्वपूर्ण रहेछ। ल, सिद्धान्तको कुरा त भयो। अब यो प्रणालीले व्यवहारमा चाहिँ कसरी काम गर्छ त? आउनुहोस्, यसको कार्यप्रवाहलाई 3 भागमा बाँडेर हेरौँ। यसमा खासमा 3 मुख्य पात्रहरू हुन्छन्: सामान किन्ने मान्छे, सामान बेच्ने मान्छे र ग्यारेन्टी दिने ब्याङ्क। र यो पुरै प्रक्रिया 3 वटा छुट्टा छुट्टै सम्झौतामा टिकेको हुन्छ। पहिलो, क्रेता र विक्रेता बीचको बिक्री सम्झौता। दोस्रो, क्रेता र उसको ब्याङ्क बीचको एलसी खोल्ने आवेदन। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, ब्याङ्कले विक्रेतालाई दिने त्यो लेटर अफ क्रेडिट। एउटा कुरा के बुझ्नुपर्छ भने यी तीनवटै सम्झौता एकअर्काबाट स्वतन्त्र हुन्छन्। अब यो प्रक्रिया कसरी अघि बढ्छ त्यो हेरौँ है। पहिलो चरणमा क्रेता र विक्रेता एलसी मार्फत भुक्तानी गर्न सहमत हुन्छन्। त्यसपछि क्रेता आफ्नो ब्याङ्क जान्छ र एलसीको लागि आवेदन दिन्छ। ब्याङ्कले सबै कुरा हेरेर विक्रेतालाई एलसी जारी गर्छ। अब विक्रेता ढुक्क हुन्छ। उसले सामान पठाउँछ र आवश्यक कागजातहरू जम्मा गर्छ। त्यसपछि उसले ती कागजातहरू ब्याङ्कमा लगेर बुझाउँछ र अन्तिममा ब्याङ्कले कागजातहरू राम्ररी जाँच गर्छ। सबै ठिक छ भने विक्रेतालाई भुक्तानी गरिदिन्छ। ल, यो प्रक्रिया त बुझियो, तर यो यति धेरै किन चल्छ? किन यो यति प्रभावकारी छ? किनभने यसले कारोबारमा सामेल सबैलाई एउटा सुरक्षा कवच दिन्छ। कसरी? क्रेताको लागि फाइदा के हो भने विक्रेताले सामान पठाएको पक्का प्रमाण नदेखाएसम्म उसको पैसा जाँदैन। अब विक्रेताको कुरा गरौँ, उसको लागि भुक्तानीको ग्यारेन्टी दिने कुनै व्यक्ति होइन, एउटा सिङ्गो ब्याङ्क हो। त्यसैले सामान पठाएपछि पैसा डुब्ला भन्ने डर भएन। अनि ब्याङ्कको पनि आफ्नै सुरक्षा छ। जबसम्म क्रेताले ब्याङ्कलाई पैसा तिर्दैन, सामानको स्वामित्व देखाउने कागजातहरू ब्याङ्ककै कब्जामा हुन्छ। तर हरेक राम्रो कुरामा एउटा तर हुन्छ। यो प्रणाली जति सुरक्षित देखिन्छ, यसमा एउटा निकै ठूलो जोखिम लुकेको छ, खास गरी क्रेताको लागि। र यो नै प्रतीत पत्र कारोबारको सबैभन्दा पेचिलो पक्ष हो। यो भनाइलाई एकदमै ध्यान दिएर सुन्नुहोला। ब्याङ्कले सामानसँग होइन, कागजातसँग कारोबार गर्छ। यो प्रतीत पत्रको आत्मा हो, यसको मूल सिद्धान्त, र यसको अर्थ निकै गहिरो छ। अब एउटा अवस्था कल्पना गरौँ। विक्रेताले पठाएको कागजात सबै दुरुस्त छ, एकै कुरा मिलेको छ। तर जुन कन्टेनर आइपुग्यो त्यसमा कपडाको सट्टा ढुङ्गा भरिएको रहेछ भने के हुन्छ? ब्याङ्कको एउटै मात्र काम हो विक्रेताले दिएको कागजात र एलसीमा लेखिएको शर्तहरू हुबहु मिल्छ कि मिल्दैन भनेर जाँच्ने। यसलाई भनिन्छ स्ट्रिक्ट कम्प्लायन्स, अर्थात् कडा अनुपालन। यदि कागजातहरू 100% सही छन् भने ब्याङ्कले भुक्तानी गर्नै पर्छ। कन्टेनरभित्र ढुङ्गा होस् वा हिरा, ब्याङ्कलाई त्यसको मतलब हुँदैन। यसको सोझो अर्थ के हो भने सबैभन्दा ठूलो जोखिम क्रेताले बोक्नुपर्छ।
विक्रेताले जानी कमसल वा पूरै फरक सामान पठाइदिन सक्छ। तर जबसम्म कागजातमा गडबडी छैन, क्रेताको ब्याङ्कले पैसा रोक्न पाउँदैन। यसबाट बच्ने एउटै मात्र उपाय हो धोखाधडी प्रमाणित गर्नु। तर कानुनी रूपमा धोखाधडी प्रमाणित गर्न निकै गाह्रो र लामो प्रक्रिया हो। त्यसो भए यति कुरा बुझिसकेपछि हामीले के सिक्ने त? के हो त यसको निचोड? आउनुहोस् केही मुख्य सल्लाहहरू हेरौँ। यसबाट लिनुपर्ने 3वटा मुख्य सन्देश छन्। पहिलो, एकदमै सटिक हुनुहोस्। एलसीमा लेखिने शर्तहरू नै सबथोक हुन्, त्यसैले आवश्यक कागजातहरूलाई एकदमै मसिनो गरी खुलाउनुहोस्। दोस्रो, नियमहरू बुझ्नुहोस्। एलसीको कारोबार प्राय यूसीपी भनिने अन्तर्राष्ट्रिय नियमहरूले चलाउँछ, त्योबारे जानकार रहनुहोस्। र तेस्रो, विशेषज्ञको सल्लाह लिनुहोस्। कुनै पनि ठूलो सम्झौतामा हाम फाल्नु अघि राम्रो ब्याङ्कर र वकिलसँग परामर्श लिनु एकदमै बुद्धिमानी हुन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। अब कुनै ठूलो व्यापारिक सम्झौता गर्दा यो लेटर अफ क्रेडिटलाई एउटा सुरक्षा कवचको रूपमा हेर्ने वा एउटा सम्भावित जोखिमको रूपमा? हो, यसको उत्तर सम्झौता गर्नेहरूको तयारी र शर्तहरूको स्पष्टतामा निर्भर गर्दछ।